नमस्ते सबैलाई वेलकम ब्याक टु नेज लर्निङ। आजको भिडियोमा हामीले एउटा क्यापेसिटर कसरी चार्ज हुन्छ भन्ने कुरा सजिलो तरिकाले बुझ्नेछौँ र यसको डेरिभेसन पनि गर्नेछौँ। सबभन्दा पहिला क्यापेसिटर भनेको के हो? यो एउटा यस्तो इलेक्ट्रोनिक डिभाइस हो जसले चार्ज स्टोर गर्छ। जसले के गर्छ? चार्ज स्टोर गर्छ। चार्ज जसलाई हामी क्यूले डिनोट गर्छौँ र यसको फर्मुला के हुन्छ? सिभी करेन्ट इन्टु भोल्टेज हुन्छ। र क्यापेसिटर जुन चार्ज स्टोर गर्छ त्यसलाई के भनिन्छ? क्यापेसिटेन्स भन्छ। के भन्छ? क्यापेसिटेन्स। र क्यापेसिटेन्सको यसको युनिट के हुन्छ? फराड हुन्छ। के हुन्छ? फराड। ल अब डेरिभेसनतिर लागौँ त। यो इनर्जी स्टोर्ड इन अ क्यापेसिटर, यसको डेरिभेसन गर्नको लागि हामीले एउटा सर्किट डायग्राम बनाउनु पर्छ। ल बनाऊँ त। यो एउटा क्यापेसिटरको दुईटा प्लेटहरू हुन्। के हो? क्यापेसिटरको दुईटा प्लेट। यो भयो एउटा प्लेट, यो भयो अर्को प्लेट। यो भयो नेगेटिभ प्लेट, यो भयो पोजिटिभ प्लेट। र हामीलाई के थाहा छ? पोजिटिभ चार्ज जहिले पनि नेगेटिभतिर जान्छ, जहिले पनि नेगेटिभतिर जान्छ। र यो दुईटा प्लेटको डिस्टेन्सलाई हामी डीले डिनोट गरौँ। डीले डिनोट गरौँ। ल अब एउटा ब्याट्री सोर्स यो क्यापेसिटरको एक्रसमा जोडौँ। यसको एक्रसमा एउटा ब्याट्री सोर्स जोडौँ। यो भयो हाम्रो ब्याट्री सोर्स। यो भयो ब्याट्री सोर्स जसको पोटेन्शियल डिफरेन्सलाई हामी भीले डिनोट गरौँ। अब यो क्यापेसिटर यो ब्याट्रीको थ्रु चार्ज हुँदैछ। तर यहाँ एउटा इम्पोर्टेन्ट कुरा के छ भने यो क्यापेसिटर एकैचोटि चार्ज हुँदैन। यो क्यापेसिटर बिस्तारै चार्ज हुन्छ। त्यसैले हामी एउटा स्मल एमाउन्ट अफ चार्ज एलिमेन्टलाई लिन्छौँ जसलाई हामी डिक्यूले डिनोट गर्छौँ। र अब यो जुन स्मल एमाउन्ट अफ चार्ज डिक्यू छ यो क्यापेसिटरमा ट्रान्सफर हुनको लागि यहाँ एउटा वर्क डन हुन्छ। यो वर्क डनलाई हामी डीडब्ल्यूले डिनोट गर्छौँ जसको फर्मुला के हुन्छ? भोल्टेज इन्टु स्मल एमाउन्ट अफ चार्ज। यो जुन क्यापेसिटरमा गइरहेछ बिस्तारै बिस्तारै के हुन्छ? भोल्टेज इन्टु स्मल एमाउन्ट अफ चार्ज डिक्यू। ल अब डेरिभेसन गरौँ। हामीले के थाहा छ भने सुरुमा त यो क्यापेसिटरको चार्ज 0 थियो। कति थियो? 0 थियो। यो बिस्तारै बिस्तारै चार्ज हुँदा हुँदै यसको चार्ज कहाँसम्म पुग्यो? क्यूसम्म पुग्यो। हो, यो कहाँदेखि कहाँसम्म वर्क डन भयो? 0 देखि क्यूसम्म वर्क डन भयो। हो, अब यसलाई नै हामीले इन्टिग्रेसन गर्नुपर्छ। ल गरौँ त। यो भयो डीडब्ल्यूको इन्टिग्रेसन इक्वल्स टु भीडीक्यूको इन्टिग्रेसन कहाँदेखि कहाँसम्म? 0 देखि क्यूसम्म। अब हामीले के थाहा छ? अघि हामीले के हेरेको थियौँ? हामीले के थाहा छ भने यो भीको भ्यालु त हामी निकाल्न सक्छौँ। हामीले के थाहा छ? क्यू इक्वल्स टु के हुन्छ? सिभी हुन्छ। क्यू इक्वल्स टु सिभी हुन्छ। हामीले यहाँबाट भीको भ्यालु निकाल्नु त। भी इक्वल्स टु के हुन्छ? क्यू बाई सी। अब यो जुन भीको भ्यालु छ अब हामीले यहाँ लेखौँ त के हुन्छ? यसको इन्टिग्रेसन भयो हाम्रो डब्लु इक्वल्स टु यो भयो 0 देखि क्यू। यहाँ के राख्ने हामी? अब यहाँ भीको भ्यालु राखौँ त के हुन्छ? क्यू बाई सी। यो भयो हाम्रो डिक्यू। अब हामीलाई के थाहा छ? यो जुन सी छ यो त कन्स्ट्यान्ट टर्म हो। अर्को कुरा के थाहा छ भने क्यापेसिटेन्स अफ द क्यापेसिटर जहिले पनि कन्स्ट्यान्ट हुन्छ। त्यसैले यो सीलाई हामी अगाडि लेखौँ। र लेखौँ त डब्लु इक्वल्स टु 1 बाई सी। यो भयो 0 देखि क्यू। यहाँ के भयो हाम्रो? क्यू डिक्यू। के भयो? क्यू डिक्यू। अब हामीले एउटा कुरा के थाहा छ? हामीले जस्तै सपोज यो भयो एक्स डिएक्स। हामीले यसको इन्टिग्रेसन कसरी गर्थ्यौँ? हामीले के लेख्थ्यौँ? एक्स स्क्वायर बाई 2 प्लस सी। हो, सेम यही कुरा यहाँ गरौँ त के हुन्छ? यो डब्लु इक्वल्स टु 1 बाई सी 0 टु क्यू। के हुन्छ यो? क्यू स्क्वायर बाई 2। के हुन्छ? क्यू स्क्वायर बाई 2। हो, अब यसलाई इन्टिग्रेट गरौँ त। यहाँबाट के हुन्छ? डब्लु इक्वल्स टु 1 बाई सी। यो भयो हाम्रो क्यू स्क्वायर बाई 2। कहाँदेखि कहाँसम्म? 0 देखि क्यूसम्म। हो, अब एकपल्ट यो क्यूले यसलाई मल्टिप्लाई गरौँ, एकपल्ट 0ले मल्टिप्लाई गरौँ। के हुन्छ त? डब्लु इक्वल्स टु 1 बाई सी। ल एकपल्ट क्यूले गरौँ। के हुन्छ? क्यू स्क्वायर बाई 2। एकपल्ट 0ले माइनस 0 स्क्वायर बाई 2। यो त 0 भइ नै हाल्यो। अब यहाँ लेखौँ यसलाई
W इक्वल्स टु 1/c यो भयो हाम्रो क्यु स्क्वायर बाई 2। यसलाई मल्टिप्लाई गरौँ के हुन्छ मल्टिप्लाई गरौँ त W इक्वल्स टु के हुन्छ क्यु स्क्वायर बाई 2c हुन्छ। अब हामीलाई के थाहा छ भने क्यु को फर्मुला त हामीलाई थाहा छ के हुन्छ क्यु इक्वल्स टु सीबी हुन्छ। तर यहाँ के छ स्क्वायर छ हो यहाँ स्क्वायर हालेपछि यहाँ पनि स्क्वायर हुन्छ यहाँ पनि स्क्वायर हुन्छ। ल अब यो क्यु स्क्वायर को भ्यालु यहाँ लेखौँ त के हुन्छ यहाँ लेख्दैछु यहाँ छेउमा के हुन्छ W इक्वल्स टु के हुन्छ सी स्क्वायर बी स्क्वायर बाई 2c। अब यहाँबाट त एउटा सी कटिन्छ यो स्क्वायर यो सी कटो के बच्यो हामीलाई के बच्यो 1/2 सीबी स्क्वायर हो। यो भयो हाम्रो एक्सप्रेसन फर इनर्जी स्टोर्ड इन अ क्यापेसिटर। भिडियो राम्रो लागेकोमा लाइक सब्स्क्राइब र सेयर गरिदिनु होला। थ्याङ्क यू।